हेलो गाइस, आज चाहिँ हामी साल नदी गयौँ र साल नदी लास्टै भिड थियो अनि यसो नुहाउनै पर्यो अनि अलिअलि गएर नुहायौँ। लाइन बस्नु पर्यो भनेको राम लाइन पनि 3.5 घन्टा लाग्यो अनि अलिअलि यसो व्रतहरूलाई सक्दो सहयोग गऱ्यौँ अलिअलि। अनि त्यसपछि माधव नारायणको दर्शन गरेर हामी गुठीतिर लाग्यौँ। माझमा भिड थियो अनि लास्टमा हामी फेरि यता स्वस्तानी माताको मन्दिर दर्शन गरेर लक्ष्मीनारायण पछाडिपट्टि गयौँ अनि टक्क लाएर दर्शन सर्शन गरियो। भोक लाएर मर्नु भइरहेको थियो, आलु चप गम बजाइयो अनि फेरि यता पशुपति गौरी घाटतिर दर्शन गऱ्यौँ रमाइलो गर्दै। अनि बिचमा एउटा आमालाई भेट्यौँ हामीले। आमा धेरै हँसिलो गफ दिने हुनुहुँदो रहेछ, मस्त लाएर गफसफ हान्यो आमासँग। कलङ्कीदेखि आउनुहुन्छ अरे दिनके पशुपति दर्शन गर्न अनि फाइनल चाहिँ दर्शन गरियो पशुपतिको। अनि एकछिन आरती हेर्ने भन्ने प्लान थियो हाम्रो। आरतीहरू हेऱ्यौँ, मजाले रमाइलो गऱ्यौँ, पिसफुल भएर। आनन्द हुन्छ नि त आरती गर्दाखेरि, आरतीमा बस्दाखेरि पनि भाइब्स नै छुट्टै हुन्छ, त्यही भएर।